Guys, hello guys, welcome to my channel. अनि आज चाहिँ सामान ए नझ्याम्ट्याउ न ल आज हामी यसलाई व्यवस्था गर्न ल गाइस यस्तो छ दिन हामी चाहिँ आज फेरि भालेको व्यवस्था गर्दैछौँ हेर्नु होला गाइस हामी चाहिँ कसरी यसलाई व्यवस्था गर्छौँ भन्ने कुरा देखाउन गइरहेको छु फेरि आज हेर्नु होला आगो फुकेको पानी पर्ला जस्तो भइसक्यो लु छिटो 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 छ गाइस हामी चाहिँ यसलाई फेरि तिते पनि खानुपर्ने पानी पनि पर्न लागेको के हो यस्तो गाइस ल ठुलो अहिले सुरु गरिसक्यो यसलाई चाहिँ मजाले पोल्नु पर्ने हुन्छ हामीले वाह 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 फर्स्टमा चाहिँ खुट्टा नै मजाले पोल्नु के उठ्छिटिन्छ ल यो लट्ठीले कुटेर मार्यो भने चाहिँ के हुन्छ अरे भने ब्लड समेत जसको जिउभरि जाम हुन्छ अरे त्यही भएर यसरी काट्दाखेरि नै राम्रो हुन्छ अस्ति एकजना दिनहरू नै यस्तो छ त्यही भएर यस दाउरा चाहिँ ठुलो पोलौँ न यसरी पोलेको चाहिँ स्वाद नै छुट्टो हुन्छ उचाल न सबै तलै झरिसक्नु पर्ने त्यो खुट्टामा उचाल ए ल यसरी चाहिँ मजाले पोलेको नै हामीलाई चाहिँ खाने बानी भएकोले हामीलाई चाहिँ यस्तो यो उयो इन्दाहरू चाहिँ यसरी निकाल्नु पर्ने हुन्छ गाइस यसकै हो तिते बनाउनु एक खतरा आगो बलिरहेछ यहाँ नि एकदम दामी तरिकाले हुँदैछ दुईजना महानुभावहरूले यस्तो गरेपछि चाहिँ एकदम दामी देखियो पकाउन चाहिन्छ क्या किन खेल्नु यहीँ पकाउने के भन्छ पानी डल्लो रोकिहाल्छ नि किन ग्यास पकाएर सक्दै हुँदैन वाउ मेरो भिडियो त धेरै जसो कुखुरा पोलेकै मात्र छ होला हौ कति बनाएको भन्छ होला नि अनि यो पनि त अनि देखाउनु पर्यो नि त भइरहेछ माथि के भइरह होला कुखुरा पोल्दा पोल्दै पानी पर्यो पाल टाङ्दो रहेछ धन पानी पऱ्यो हेर्नुहोस् कुखुरा बनाउँदा बनाउँदै पानी पर्यो लु म त गएँ अघिको कुखुरा त यस्तो भइसकेछ गाइस म आउँदाखेरि यता यस्तो रेडी छ यहाँनिर जनताहरू हुनुहुन्छ पाहुना यता पाहुना अनि ल एकजना पाहुना हुनुहुन्छ चाहिँ हामी सबै ल पानी परेर रोकिया छ दिन ल गाइस तिते खाँदैछौँ हामी चाहिँ चुपचाप लाग्यो तीनजना जनता नि बल्ल स्वाद बन्द भयो क्याम्प फायर जस्तै देखिरहेछ हौ ल पकाउनु होला गाइस म चाहिँ खाना मात्र आउँछु होला हैन
यही हो बत्ती ल आम्मामा यता चाहिँ फेरि देदाम गरेको जत्तिकै छरछार परेछ ल म त गएँ ल ल धेरै समयपछिको अन्तरालमा हामी वनभोज चाहिँ होइन यो धेरै पछि माइताको मेजबान त्यही चाँदीको थालमा यो के को हो यो चाँदीले कोटेड गरेको यस्तो छ हामी पाहुनालाई यसरी चाँदीको थालमा खुवाउँछौँ गाइस ल धेरै समयपछि सबैजनाको अनुहार देख्न पाइयो उहाँ धमाधम हुँदैछ मेरो यहाँ छ सुप के भएको सुप एक लैलै मात्रै सबैलाई मनपर्छ होइन हरियो पर्यो ल हजुर हजुर ए हो अनि के भयो म त अलमली गएँ त धेरै मान्छे दीदी को दो ना खाने कुरा दिनु तो क्या प्यार नहीं करता यार तुम अपने छोटी बहन को प्यार नहीं करते हो प्यार करते हो ना करते हो कि नहीं करते हो त्यही त कस्तो प्यार नहीं करते एक दीदी को भी दे दो खाने कुरा दिनु पर्छ भनेर प्यार नहीं करते अरे दीदीले त वो करता है तुमको मालूम ही नहीं है नहीं करता है तो मुझे जगड़ दूंगी अझै मलाई हिन्दी बोल्न आउँदैन खाद्दा जाँदाखेरि इन्डियामा भाताहरू भने लोता दीदी मेरे को कुछ नहीं सुनना है बस तुम एक खाओ और दीदी को एक दो मेरे को कुछ नहीं सुनना है मेरे को कुछ नहीं सुनना है ल आफ्नो आफ्नो तालमा छ गाइस खाना खाइसक्यो ल आज